दर्शकवृन्द म चाहिँ चिचिला गाउँपालिकाको कब्दाने पोखरीमा चाहिँ आइसकेको छु र कब्दाने पोखरी छिर्ने क्रममा छौँ र यहाँ साथमा चाहिँ देगेन्द्र पनि छ। हामी चाहिँ अघि बढिरहेका छौँ होइन देगेन्द्र। कब्दाने पोखरी चाहिँ यो ऐतिहासिक कब्दाने पोखरी यहाँ चाहिँ इतिहाससँग पनि जोडिएको यो ठाउँ हो र यो ठाउँ घुम्नको लागि चाहिँ जो कोही पनि हाइवेदेखि नजिक आउन सकिन्छ। तपाईँहरूले यो कोलाहल सुनिराख्नु भएको छ। यो कोलाहल चाहिँ यहाँ चाहिँ सडकले गर्दाखेरि कर्सर उद्योग चलाइराखेको छ, त्यसले गर्दा ठुलो आवाज आइरहेको पनि तपाईँहरूले सुनिराख्नु भएको छ भने मैले लगभग लाउड स्पिकरमा नभएकोले गर्दा म बोलिरहेको छु। लागि मेटेरियल उत्पादन गरेको क्षेत्र, त्यसले गर्दा ठुलो हल्ला भइरहेको छ। यहाँको व्यवस्था चाहिँ कस्तो छ लागौँ है त भिडियोतर्फ। यहाँ चाहिँ यस्तो बनाएछ, यहाँ हेर न बुट्टा साइडको यो यहाँ हल्ला चाहिँ यस्तो आउँदो रहेछ पुरा कर्सर उद्योगको पुरै यता यस्तो छ, यहाँ यस्तो छ अनि अर्गन पार्क। अनि साथीहरू यो ठाउँमा चाहिँ पुरा धुलो धुवा पनि हुँदो रहेछ होइन, तपाईँहरूले मैले देखाइराखेको छु। अनि यहाँ चाहिँ गोप्रोमा माइकहरू सबै एट्याच भएकोले गर्दाखेरि मैले यो बोकिराखेको छु होइन, अनि फोनबाटै भिडियो चाहिँ बनाइराखेको छु। यो पार्क चाहिँ एकदमै तनाव टेन्सन भएको बेला चाहिँ यहाँ आएर दिनभरि सुत्दाखेरि आनन्द आउँथ्यो क्या। यो कर्सर उद्योग बन्द हुनुभन्दा अगाडि चाहिँ, तर अहिले चाहिँ पुरै हल्ला रहेछ। यहाँ चाहिँ आनन्दसँग सुत्न सकिन्छ है त। र यो कब्दाने पोखरीको दृश्य चाहिँ आज तपाईँहरूलाई पुरै राख्नेवाला छु होइन, भिडियो स्क्रिप्ट नगर्नु होला है त। अनि देगेन्द्र यो पोखरी कहिले हेरेको आफूले? धेरै पहिला हेरेको हो। ए यहीँदेखि छुट्टिन्थ्यो नि। यो बनिसकेपछि चाहिँ आफू आएको छैन? फर्स्ट टाइम बनिसकेको छ। कस्तो आनन्द छ क्या यो। आमा यहाँ मृगको स्ट्याचु यहाँ छ, कराउने जस्तो छ होइन साथीहरू। पोखरी यस्तो हाइटमा यहाँ चाहिँ पानी जमिराखेको छ, तपाईँहरूले देखिराख्नु भएको छ हौ टक्क। यो चाहिँ पानी पुरै जमेको छ क्या, तपाईँहरूले कस्तो लागिरहेछ होइन। यहाँ चाहिँ यो चाहिँ हाइट हो नि त, तैपनि यहाँ चाहिँ पानी चाहिँ जमिरहेको छ। चैतमा पनि सुक्दैन यहाँको पानी चाहिँ। कब्दाने पार्क यो मैले चाहिँ विभिन्न लोकेसनदेखि तपाईँहरूलाई देखाउँछु होइन। हामी चाहिँ यो बाटोदेखि आएको थियौँ, अनि अहिले चाहिँ हामी एक चक्कर लगाउँछौँ है त साथीहरू। यहाँ चाहिँ एकदमै रमाइलो दृश्य छ, तपाईँहरूलाई सबै यो पार्क घुमाइने छ। कब्दानेको इतिहास थाहा छ आफूलाई? नेपाल भोट युद्धमा होइन, कप्तानले चाहिँ दुश्मनलाई यसरी काटिन्छ भनेर ढुङ्गा काटेको ठाउँ, त्यसले गर्दाखेरि यसलाई कप्ताने भनिएको इतिहास। त्यतै हो। यहाँ चाहिँ यस्तै छ यो देवीको थान, शक्तिशाली देवीको थान छ। यो भित्र चाहिँ चाबी लगाइएको छ होइन, यहाँ घन्टी पनि रहेछ। यस्तो छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ ठुलो देवीको बाण, यो टाइगर पनि यहाँ छ। अनि यो ठाउँमा चाहिँ पूजा आराधना गर्न पनि सकिन्छ। यहाँ चाहिँ देवीको पूजा पनि गर्ने ठाउँ छ। यहाँदेखि चाहिँ यस्तो लोकेसन देखिन्छ। अनि हामी यतादेखि आएको, यहाँ चाहिँ पार्क पनि छ। यो चाहिँ फ्री वाइफाई क्षेत्र पनि भनेर चिचिला गाउँपालिका सरकारले चाहिँ घोषणा गरेको ठाउँ हो। वाइफाई छ कि छैन त्यो चाहिँ टेस्ट गर्नु बाँकी नै छ। यहाँ चाहिँ यस्तो रहेछ, तपाईँहरूलाई प्राकृतिक सौन्दर्यतामा चाहिँ घुमाउनुको लागि चाहिँ आएको होइन। अनि त्यसले गर्दाखेरि तपाईँहरूलाई चाहिँ यो ठाउँ आउनुभएको छ कि छैन तपाईँहरू। यो चाहिँ ऐतिहासिक मैले भनिसकेँ, नेपाल भोट युद्धमा चाहिँ यो ठाउँमा चाहिँ कप्तान बसेको, कप्तान बास बस्दाखेरि चाहिँ दुश्मनलाई यसरी काटिन्छ भनेर चाहिँ ढुङ्गा काटेको थियो अरे यो ठाउँमा।
अनि कप्तानले ढुङ्गा काटेको ठाउँ भएर चाहिँ कप्ताने भएको इतिहास चाहिँ बुढापाकाहरूले बताउँछन् होइन। यो देवीको मन्दिर है त। अहिले हामी उतादेखि चाहिँ यो हेरेको थियौँ, अहिले त संरक्षण गरेको छ पुरै यतादेखि यस्तो छ होइन। अनि एकदम रमाइलो पार्क तपाईँहरूलाई देखाइराखेको छु। र यहाँ चाहिँ तनाव हुँदाखेरि ठक्क तरिकाले आएर तपाईँहरू आराम गर्न सक्नुहुन्छ। यहाँको जङ्गल, यहाँको प्राकृतिक सौन्दर्यता, यहाँको चराचुरुङ्गीको आवाज होइन, शान्त वातावरण। अहिले चाहिँ त्यहाँ कर्सर उद्योग भएकोले गर्दाखेरि कोलाहल भएको, मलाई पनि तनाव टेन्सन हुँदाखेरि चाहिँ यही ठाउँ आएर चाहिँ मलाई रेस्ट गरेर आनन्द बसेर धेरै पटक गएको छु साथीहरू। यहाँबाट चाहिँ छोयाङ जाने बाटो थियो अरे पहिला, अहिले चाहिँ हाइवे बाटै जान्छ मान्छे होइन, त्यस्तो छ। यो चाहिँ चिचिला गाउँपालिका र अरुण 3 जलविद्युत आयोजनाले बनाइदिएको यो सुन्दर पार्क हो। यो चाहिँ अरुण 3 जलविद्युत आयोजनाको सामाजिक हितको काम अन्तर्गतको यो चाहिँ पार्क निर्माण हो। तपाईँहरूले यहाँ देखिराख्नु भएको छ, जो कोही पनि आरामले बसेर यहाँ शान्तमा दिमाग फ्रेस गर्न सकिन्छ। र यहाँ तपाईँले दृश्यमा पनि देखिराख्नु भएको छ, एकजना व्यक्ति मोबाइल चलाएर आनन्द तरिकाले बसिराखेको होइन, हाँसिराखेको। अनि यहाँ चाहिँ मिर्गाको बच्चा जस्तो छ होइन, यो हेर्नुहोस् त, म्या कराउला जस्तो छ होइन साथीहरू। अनि यहाँबाट यो प्राकृतिक सौन्दर्यता त व्याख्या गर्दाखेरि तपाईँहरूलाई छोटो लाग्ला, तर पनि यसलाई व्याख्या गरि नसक्नुको दृश्य छ। यहाँ चाहिँ पानी कहाँदेखि आउँछ त भन्ने उत्सुकता पनि जो कोहीले आउन सक्छ यसको, किनभने मुख्य मूल कहाँ हो भन्ने नै थाहा छैन। तैपनि पानी चाहिँ यहाँ जमिराखेको हुन्छ है त। यतातिर पनि पानी थियो, अहिले चाहिँ अलिक सुकेको रहेछ। र यहाँ पुल यस्तो तरिकाले लगाइदिएको छ होइन, तपाईँहरूलाई मैले दृश्यमा राखिराखेको छु। हेर्नुहोस् आजको सुन्दर पार्कको दृश्य। र तपाईँहरूलाई यहाँ यो हाइवेदेखि चिचिला गाउँपालिका केन्द्र देउराली बिचमा पर्ने यो कप्ताने भन्ने ठाउँको ऐतिहासिकता त मैले तपाईँहरूलाई सुनाइसकेँ। त्यस पश्चात तपाईँहरू पनि यो ठाउँमा आउनुभयो भने यात्रा गर्नु चाहिँ म तपाईँहरूलाई निम्तो दिन चाहन्छु। र यहाँको पोखरी चाहिँ यो सफा गर्नुपर्ने देखिन्छ होइन, तपाईँहरूले देखिराख्नु भएको छ। यहाँ फुलहरू र यसको जति पनि सुसज्जित अवस्थामा यो भौतिक पूर्वाधार निर्माण गरिएको छ त्यो अनुसार पोखरी चाहिँ सफा देखिएको छैन। तैपनि यहाँको स्थानीय सरकारले चाहिँ यसलाई संरक्षणको निम्ति चाहिँ विशेष पहल गरिराख्नु भएको कुरा चाहिँ यहाँका केही व्यक्तिहरूले बताउनु भएको छ। र तपाईँहरूले यहाँको प्राकृतिक सौन्दर्यता, चराचुरुङ्गीको चिच्याहाट अनि सुनि नै राख्नुभएको छ। र यहाँको रुखको चाहिँ लहराहरू, यहाँको पातहरू, अनि यहाँ चाहिँ यो चैत वैशाखको टाइममा फुलिरहेको लाली गुराँसको केही झलकहरू पनि तपाईँले देखिराख्नु भएको छ। र हामी यहाँदेखि एक चक्कर लाएर हामी चाहिँ अघि बढिराखेका छौँ। र यो पोखरी ऐतिहासिक पोखरी त त्यसै पनि भयो, तैपनि यसलाई झन् सौन्दर्यताको आकर्षण झनै बनाउनु भएको रहेछ भन्ने मलाई लागिरहेको छ। कप्ताने ऐतिहासिक नेपाल भोट युद्धको बेला कप्तानले ढुङ्गा काटेको ठाउँको कप्ताने पार्कमा चाहिँ तपाईँहरूलाई घुमाइराखेको छु। अनि यहाँदेखि उँभो जाँदाखेरि चाहिँ हाम्रो मकल्लु चिचिला गाउँपालिका प्रमुखको घर चाहिँ यहाँबाट जानु सकिन्छ भने यतादेखि चाहिँ हामी परबाट चाहिँ आएको। अहिले लगभग आधा हामी चाहिँ घुमिसकेका छौँ र तपाईँहरूलाई घुमाउने क्रममा छ। र यसलाई सारसफाइको चाहिँ अलिकति कमी देखियो होइन, तपाईँहरूले सिधै देखाउनु पर्दाखेरि यहाँ चाहिँ आरामले बस्ने ठाउँ पनि रहेछ। अनि ठ्याक्कै म चाहिँ आज भिडियो बनाउँदै यो ठाउँमा आएँ। यो चाहिँ धेरै समय अगाडि यो ठाउँमा आएको थिएँ। यस्तो पार्क चाहिँ अलिकति डेकोरेसन भव्य बनाइ नसकेको अवस्थामा आएको थिएँ। अहिले चाहिँ धेरै भव्य बनाइसकेको रहेछ। तपाईँहरूले देखिराख्नु भएको छ यतातिरको अवस्था कति शान्त छ। तर एउटै मात्रै यहाँ कर्सर उद्योग सञ्चालन भएकोले गर्दाखेरि चाहिँ अलिकति हल्ला चाहिँ बढिरहेछ, नत्र भने चाहिँ आनन्द तरिकाले बस्ने ठाउँ चाहिँ यहाँ रहेछ साथीहरू। म अझै पनि तपाईँहरूलाई कम्प्लिट घुमाएर देखाउने छु। यहाँदेखि हामी चाहिँ आधा घुमिसकेका छौँ र तपाईँहरूले यहाँ देखिराख्नु भएको छ कप्ताने पार्क। यसलाई संरक्षणको हिसाबमा चाहिँ हामीले सफा गर्नुपर्ने देखिन्छ होइन, तर पनि यो चाहिँ एकदमै
राम्रो छ। तपाईँहरूले देखिराख्नु भएको यो दृश्य चाहिँ कप्ताने पार्क हो र यसलाई व्याख्या गर्नु नै नसकिने अवस्था, मनमोहक अवस्थामा डेकोरेसन गर्ने जुन पालिकाको कार्ययोजना र यो अरुण 3 जलविद्युत आयोजनाको चाहिँ सहयोगमा बनेको यो पार्क चाहिँ जो कोही आएर चाहिँ यो उत्तर दक्षिण कोशी सडक खण्ड अन्तर्गत जोगमनी किमाथाङ्गाको यो चिचेला गाउँपालिका अन्तर्गत पर्ने कप्ताने पोखरी जो पनि घुम्न आउनुहोला र पिकनिक खान पनि यहाँ चाहिँ आउनुहोला म चाहिँ रिक्वेस्ट गर्न चाहन्छु। किनभने यहाँको अत्यन्तै आरामदायी पानीको स्रोत, यहाँको चिस्यान अनि यो हाइटमा अत्यन्तै राम्रो देखिएको छ हैन। यस्तो छ यहाँदेखि पोखरी झर्ने चाहिँ। अघि चाहिँ हामी चाहिँ पर थियौँ अहिले चाहिँ यहाँ आइसकेको छु हैन भिजिट चाहिँ। अनि तपाईँहरूलाई यो पार्क हेर्नुहोस् त, यस्तो छ। यो पार्क सफाइ गर्नु भने त झन् कति राम्रो होला हैन। यहाँ त कुनै समयमा चाहिँ यो पानीमा चाहिँ डरमर्दो अवस्था थियो अरे, चाल गर्थ्यो अरे भूतले भन्ने चलन पनि छ। तर अहिले चाहिँ यो चाहिँ शान्त भएको छ हैन। म चाहिँ यो बाटो आएको थिएँ अनि तपाईँहरू अहिले यो एक चक्कर लगाइरहेको छु। फुल गार्डन राम्रो लगाएको छ हैन। मलाई खुसी लाग्छ यहाँको भौतिक पूर्वाधार विकास भएको देख्दाखेरि चाहिँ। माथिबाट एक चक्कर लाएर यहाँ आइसकेको छु र भ्रमण चाहिँ स्पेसली तपाईँहरूलाई व्याख्या गर्न नसक्नु के यहाँको चिसो, यहाँको मौसम हैन। अनि यहाँ चाहिँ बोरिङ हुँदाखेरि, टाउको ह्याङ हुँदाखेरि आनन्द तरिकाले रेस्ट गर्नु सकिने ठाउँ है त यो। तपाईँहरू पनि आउनुहोस् र घुम्नुहोस् म भन्न चाहन्छु। अनि यो चाहिँ चिचिला गाउँपालिका अन्तर्गतको कप्ताने पोखरी है त। यहाँ बस्ने ठाउँ देखेर चाहिँ यो काठ जस्तो देख्नुहुन्छ तर काठ होइन रहेछ, सिमेन्टको रहेछ। अनि हामी चाहिँ लगभग घुमिसकेका छौँ र तपाईँहरूले यो देखिराख्नु भएको छ ठुलो रुख पार्कको अगाडि। अनि यतादेखि हामी चाहिँ घुमेर आएको। अनि साथीहरू पार्क घुम्ने क्रममा चाहिँ तपाईँहरूलाई यतातिर अघि चाहिँ त्यो मिर्गा खिचेको थियो, त्यहाँदेखि एक चक्कर लाएर चाहिँ हामी आइसकेका छौँ हैन। अब चाहिँ हामी बिस्तारै पार्कदेखि बाहिर जान्छौँ। यहाँदेखि उँधो निस्केर जाँदाखेरि चाहिँ कस्तो कस्तो प्राकृतिक सौन्दर्यता सहित आजको भिडियो इन्डिङ गर्ने तयारीमा छु म चाहिँ। र यो पार्क देखिसकेपछि अघि मैले यहाँ गरेँ चाहिँ बनाएको थिएँ त्यसले घुमिसकिएको छ है त साथीहरू। अब यहाँदेखि माथि चाहिँ बस्नुको लागि चाहिँ यता जानुपर्ने हुन्छ। यहाँ चाहिँ सिँढी बनाइदिएको रहेछ यहाँदेखि। हामी चाहिँ यहाँदेखि चाहिँ हाइवे उक्लिन्छ यस्तो छ। अनि यहाँ ठ्याक्कै यस्तो छ यहाँ आनन्द तरिकाले बस्नुको लागि काठको। अनि ठ्याक्कै यस्तो छ है प्राकृतिक सौन्दर्यमा त घुम्नु पऱ्यो नि त। यो चाहिँ नेपालको सुन्दर दृश्यमध्येमा चाहिँ एक नम्बर हो। यहाँ उहाँ पनि आइराख्नु भएको छ र हामी चाहिँ लगभग यात्रा चाहिँ इन्डिङ गर्ने तयारीमा पुगिसकेका छौँ। अनि यहाँ चाहिँ रुख ढालेर चाहिँ बाटोले अवरोध गरेको रहेछ। अनि त्यस्तो छ। यहाँ चाहिँ डिभाइस चाहिँ वाइफाईबाट लडिराखेको छ त्यहाँ। यस्तो छ। यो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो यहाँको सौन्दर्यता? मैले यस्तै भिडियोहरू चाहिँ तपाईँहरूलाई घुमाउने छु, डुलाउने छु। आजको भिडियो चाहिँ यस्तो छ। कति शान्त चिसो हावाले चाहिँ यहाँ फोहोर राख्ने बनाएर छ ठ्याक्क। ठ्याक्क पर हामी चाहिँ पुगिराखेको। हामी चाहिँ यता आइसक्यौँ होइन। अब यहाँ रेस्ट गरेर हामी चाहिँ अघि बढ्छौँ। अनि यात्रा तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो होइन? यो ठाउँ चाहिँ तपाईँहरूलाई धेरै समय लाग्दैन। हाइवेदेखि नजिक भएकोले चसक्क निस्किनुहोस्। चिचिला गाउँपालिकाको विभिन्न घुम्ने ठाउँहरूमध्येमा चाहिँ यो पनि एक है त। तपाईँहरूले बिर्सन नहुने एकदमै रमाइलो ठाउँ। अनि यहाँबाट माथि यस्तो पार्क बन्दैछ। यो पार्क बनिसकेपछि पनि तपाईँहरूलाई म भिजिट गर्नेवाला छु है त साथीहरू ट्याक्क तरिकाले यता। अनि यस्तो छ यहाँ कर्सर उद्योग र यहाँ सुन्दर भौगोलिक अवस्था रहेको छ। र यतातिर हाइवे हामीले चाहिँ बाइक पर राखिराखेका छौँ
अनि हामी चाहिँ फर्किनेवाला छौँ भन्दै चाहिँ आजको भिडियो लगभग सकिसकेको छ। कस्तो भयो यात्रा? असम एकदम चिसो हावा, एकदमै कुल एकदम होइन। यहाँ त्यो माइन्ड चाहिँ एकदम बोरिङ हुँदाखेरि आएर फिल गर्ने हो बिन्दास एक्लै शान्त भएर होइन। यो कर्सर उद्योगको हल्लाले अलिकति डिस्टर्ब गरेको, नत्र भने त यस्तो है चिसो मौसम अनि मजाले त्यो खनाइचाहरू सुत्ने पनि राखिदिएको छ होइन। अब अरू ठाउँ चाहिँ यो बेला यो कसर उद्योगलाई त्यस्तो भन्नु पनि मिल्दैन, किनभने विकास गर्दाखेरि केही न केही के मैले विकास विरोधी गरेको हो पुरा होइन। त्यो कुरो त त्यही त भयो नि, त्यो स्वार्थ कुरो भयो नि त। मैले चाहिँ यतातिर स्वार्थ कुरो भयो क्या। सुझाव दिदिएँ क्या मलाई चाहिँ, अब किनभने अब यो कर्सर उद्योग यहाँ चाहिँ नचलेको भए भन्ने मलाई लागेको थियो। तर यतादेखि चाहिँ फेरि त्यो चाहिँ स्वार्थी कुरा भयो, त्यस्तो भन्नु हुँदैन। अब यो निर्माणको लागि यहाँ यस्तो बाटो राम्रो बनाइदिइरहेको छ भन्दै आजको भिडियो चाहिँ हाम्रो लगभग इन्डिङ भइसकेको छ र यात्रा पनि हाम्रो सफल भइसकेको छ र सुन्दर दृश्य ऐतिहासिक कप्ताने यो ठाउँ चाहिँ तपाईँहरू पनि घुम्न नभुल्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। हाम्रो कोरा टिम है त नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छौँ। त्योभन्दा अगाडि तपाईँहरूलाई भिडियो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला र अन्त्यमा सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै बिदा हुन चाहन्छु। हस्त बाई, थ्याङ्क यू। सब्सक्राइब नगर्नु